Hello, good morning everyone. Welcome back to my new video. Daily भलग च्यालेन्ज एपिसोड 2। आजको भलगमा स्पेशल त केही छैन त्यस्तो खासै पनि, त्यही पनि भिडियो बनाउने जोस जाँगरको साथ बिहान बिहान उर्के रनिङमा आथे। बिहान बिहान जङ्गलतिर रनिङ गर्न आएको बेलामा यस्तो भिडियो बनाऊ भनेर जङ्गलतिर आएको जस्तो रनिङ गरेर आथे। अब बिस्तारै हिँड्नुपर्छ, अलिकति रनिङ पनि हान्नु, एक्सर्साइज यो एक्सर्साइज गर्न आएको म ठिकै छु। ओह केही छैन, अब बिस्तारै हिँडौँ। भिडियो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ न। के हो यार, लास्ट कोहीले केही गर्दैन ल यार। यत्रो मेहनत दुःखको साथमा हामीले भिडियो बनाइरहेको छौँ भने यस्तो लाइक कमेन्ट सेयर सब्सक्राइब भन्ने चिज गरिहालौँ न यार सबले फटाफट भने जस्तो। गाउँघरमा यस्तै छ, बर्खा लागिरहेछ, केही देखिँदैन अगाडि पछाडि, गाह्रो छ। यस्तो छ हालत गाउँघरतिरको। आज मेरो युट्युब फ्यामिलीहरूको लागि गुड न्युज छ एउटा। आज मेरो युट्युब पेमेन्ट आइसकेको छ। फेरि युट्युब पेमेन्ट आएको थियो, यत्रो निकाल्न गएको थिएँ म। निकाल्न गएको बेलामा एउटा केटी देखेँ बाटोमा। केटीले मलाई यस्तो नजरले हेरेर जिस्कायो होइन, अनि मैले पनि जिस्काएको बेलामा अनि उताबाट त्यसको दाइ आएछ। त्यसको बुनु रहेछ त्यो त्यहाँनिर। त्यसको दाइ आएर ओए कसलाई नजर लगाउन ला भन्न लाग्यो। फेरि मैले भने कसलाई होइन भाइ, म त आफ्नो काममा हिँड्न लायो भने कस्तो काममा हिँड्न लायो भन्छ र भनेर एक साइड हानिहाल्यो मेरोमा। गालामा यस्तै जोरसँग हान्यो कि ट्याक्क गालो बज्ने गरेर हान्यो। अनि हानिसकेपछि यस्तो उठेँ म त, सुतेको रहेछु। त्यो त सपना रहेछ, सपनामा पो युट्युब पेमेन्ट आएर रहेछ। रियलमा त ना बाबा ना। यस्तो सपना कसरी देखेँ भन्ने हो क्या। यस्तो केटीले मलाई जिस्काइदिरहेको, केटीले मलाई कहिले पनि हेर्दैन, त्यही मान्छेलाई मलाई सपनामा आएर मलाई जिस्कायो। यस्तो हान्यो कि गालामा बज्ने गरेर म त्यस्तैमा उठेछु म त निन्द्रामा। राति 1-2 बजे रहेछ। म त कहाँ छु भन्ने जस्तो फिलिङ्स भयो। अरू त त्यस्तै हो, त्यो कुरा जान्दिनँ म। यस्तो छ गाउँघरतिर, गाउँघर यो भिलेज लाइफ स्टाइल। यता गोरुले मिचिरहेछ गाई। अनि अब यस्तै छ, करेसा बारीतिर भिडियो बनाउने हिँड्यो। भिडियो यसलाई के भन्छ कहिले कमेन्ट गर्नु होला। यसले डेन्जर पुल छ। फेरि यसलाई थाहा पनि छैन होला, यो यतातिर हुन्छ, कतै हुन्छ होला। अलिअलि भयो भने नतरी कतै हुँदैन। पछामतिर डेन्जर हुन्छ। यसको सब्जी यति मिठो हुन्छ नि। यो भएपछि हाम्रोतिर मकैको रोटीसँगै खान्छ, बवाल लाग्छ। यति धेरै छ। अरू के छ त भन्नु जिन्दगीमा। भिडियो बनाएको छ, भलग बनाएको छ, हिँड्यो। भलग बनाउनलाई हिँड्यो, अब के गर्नु। भलग बनाउनलाई हिँड्यो, हिँड्न त हिँड्यो, के बनाउनलाई हिँड्यो भन्ने अरे। आजको एउटा साथी आएन, त्यो हिजोको भाइरल मेरो दोस्त। त्यो भएपछि बल्ल मेरो भिडियो चल्छ। अब मलाई त मेरो थोडालाई त कसैले मनै पराउँदैन। अब के भन्नु, मेरो थोप्लालाई मन नपराएपछि अब लाइक कमेन्ट सेयर गर्ने कुरै भएन। केही त राम्रो गर्नु पऱ्यो त्यो लाइक कमेन्ट सेयर गर्नलाई। त्यत्तिकै भन्न पनि भिल्ला लाग्छ। आफूले केही राम्रो गर्न सकिरहेको छैन, अरूलाई यस्तो गर उस्तो गर भनेर कुनै फाइदै छैन जस्तो लाग्छ मलाई। ट्राई गर्छु म बिस्तारै राम्रो गर्ने कोसिस गर्छु होइन। भयो भने यस्तो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। त्यही हो, अब अरू के नै भन्नु छ र जिन्दगीमा। गाउँको हालत यस्तै छ अहिले। पानी परिरहेछ, कुहिरोले ढाकिरहेछ ढकमक्क। गाउँतिर सुकुन मिल्छ, सुकुन मिलेगा रे गाउँ, सुकुन। भर्खर भिडियो बनाउन सिक्दैछु, त्यस्तो केही पनि छैन होइन। सिकिरहेको छु, सिकेरै आउने हो सबैले। सिकेर त तल बच्चैदेखि सिकेर कोही आउँदैन, गर्दै सिक्ने हो जसले नि। त्यही हो, अब मैले नि गर्ने कोसिस गरिरहेको छु। भयो भने ठिक छ, गर्ने भित्रबाट दिलबाट गरेर
गऱ्यो भने एक दिन अवश्य सफल हुनुहुन्छ तपाईँहरू नि। के गर्नुहुन्छ काम तपाईँहरूले यस्तो कमेन्ट डाउन बिलो। हाम्रो त केही छैन, काम धन्दा यस्तै छ, घुम्यो खायो फिर्यो बस्यो सुत्यो उठ्यो हग्यो मुत्यो त्यति हो, कामै छैन। अरू के छ त जिन्दगीमा भन्नुपर्ने, त्यही हो। भिडियो बनायो त्यही छ, ठिकै छ। एक दिन अवश्य सफल भइन्छ भने जस्तो, मेहनत गर्नु नछोड भने जस्तो मेहनत गर्नुपर्छ। सब काम गरेपछि जे पनि सम्भव छ, असम्भव केही पनि छैन। गर्नुपर्छ आफूले मन लगाएर होइन, मेहनत गर्नु पऱ्यो। मेहनत नगऱ्यो भने अब मेहनतको फल मिठो नि हुन्छ अरे। फेरि भन्न मात्र सुनेको, फेरि आफूले कहिले गरे होइन मेहनत, त्यो हो कुरो कहानी। त्यही हो, ठिकै छ। अहिले एकछिन पछि भेटौँला भिडियो, केही नबोलौँ। यतातिर जुरेलाहरू लास्टै बसिरहेछ, यो के पाकिरहेछ यसलाई, हाम्रोतिर घङ्गारु भन्छ यसलाई, घङ्गुरा होइन घङ्गारु भन्छ। कति छ कति उता यहाँनिर बसिरहेको। यस्तो तपाईँको गाउँतिर पनि मिल्छ भने कमेन्ट गर्नु ल। यस्तो पाकेखा डेन्जर, यो खाइरहनु मस्त। यस्तो छ अवस्था। हाइवे हाम्रो गाउँको त्यहाँनिर मेरो घर पनि छ। कहाँ देखिँदैन रहेछ कुहिरोले, यहाँनिर देखिया छ अलिअलि, देखिनु भयो होला तपाईँले। यो भर पुग्यो। आजको लागि भिडियो यति नै हुन्छ। अबदेखि अलिअलि राम्रो गर्ने कोसिस गरिरहेको छु होइन। आजको लागि यति नै गरौँ, मिल्नेछौँ नेक्स्ट भिडियोमा। बाई।